हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। आज थियो तिहारको दिन अनि म बिहानै उठेर नुहाइधुवाइ गरेर यसरी दही हाल्दै हिँडेको छु अनि दाइहरूको लागि ओखरहरू फुटाएँ ढोकामा। अनि मेरो चाहिँ एकैचोटिमा ओखर फुटेको थियो अनि आज तिहारको दिनमा अनि हामी यस्तै ओखर सोखर फुटेर दाइहरूसँग बिहान कुराकानी गऱ्यौँ अनि त्यहाँबाट खानुभन्दा अगाडि भाइलाई टिका लाउने मुहूर्त भयो। अनि यतिखेर चाहिँ मेरो हल्का मुड अफ छ गाइस, किनकि यसले मलाई एकदम रिस उठाइरहेको थियो, त्यही भएर हजुरहरूले हेर्न सक्नुहुन्छ एन्ड डोन्ट माइन्ड। अनि यसलाई मैले टिका लगाइदिएँ, गिफ्ट दिएँ, माला लगाइदिएँ अनि यसले मलाई ढुक गर्यो। त्यसपछि मलाई यसले टिका लगाइदिन्छ। टिका लाउने यसको पनि ढङ्ग थिएन, मेरो पनि ढङ्ग थिएन, किनकि हाम्रो फर्स्ट टाइममा पहिला त दुइटै दाइहरू हामीसँगै हुनुहुन्थ्यो, दिदीहरूले लगाइदिनुहुन्थ्यो। अनि यस्तै गरेर अनि हामी खानपिन गऱ्यो, हामी मामा घर गयो अनि मामा घर गएर हामी आफ्नै घरमा यसरी देउसी भैलो खेल्छौँ, अरूमा जान त भएन। अनि यसरी नै देउसी भैलो खेल्छौँ अनि त्यसपछि हामी चाहिँ उता मामा घर रमाइलो गरेर घर फर्किन्छौँ। घर फर्किएर चाहिँ हामीले खानपिन गर्छौँ अनि त्यसपछि खानपिन गरेपछि हामीले त्यो यो झिरझिरे के अरे फटेका फर्स्ट टाइम हो हाम्रो त्यो एक्सपिरियन्स। अनि त्यो बाल्छौँ, त्यसपछि हामी पिङ खेल्न जान्छौँ। पिङ खेल्न गएपछि हामी फर्किन्छौँ र सुत्छौँ। बाई बाई गाइस। फुल भ्लग हेर्न छ भने हाम्रो युट्युब च्यानल हेर्नुहोला।